हेलो नमस्ते साथीहरू। आज चाहिँ हामीले उसमा आइफोनमा कसरी स्क्रिन रेकर्ड गर्ने भन्ने कुरा चाहिँ तपाईँहरूलाई सिकाउन गइरहेको छु। यसको लागि सबैभन्दा माथि हामीले चाहिँ कन्ट्रोल प्यानल साइडमा राइट साइडको कर्नरबाट तल डाउन तान्नुभयो भने हामीले यहाँ कन्ट्रोल प्यानल देख्न सक्नुहुन्छ। त्यसपछि हामीले ए प्यानलमा चाहिँ लङ प्रेस राखिसकेपछि हाम्रो यस्तो खालको चाहिँ आइकन देखिन्छ। त्यसपछि यहाँ तल एड कन्ट्रोल भन्ने अप्सन छ, त्यसमा प्लसमा क्लिक गर्नुभयो भने यहाँनिर हामीले विभिन्न किसिमका चाहिँ यो एप रेकर्डिङ अप्सनहरू अथवा यो अप्सनहरू चाहिँ हामीले एड गर्न पाउँछौँ। त्यसको लागि चाहिँ हाम्रो अहिले स्क्रिन रेकर्डको लागि चाहिँ कस्तो चाहिरहेको छ त्यसको लागि यहाँ स्क्रिन रेकर्ड देखाएर चाहिँ हामीले स्क्रिन रेकर्डमा क्लिक गर्छौँ र स्क्रिन रेकर्ड क्लिक गरिसकेपछि हाम्रो स्क्रिन रेकर्डको आइकन चाहिँ यहाँ कन्ट्रोल प्यानलमा देखिन्छ। र त्यसपछि हामीले यसलाई क्लिक गऱ्यो भने यो हाम्रो रेकर्डिङ स्टार्ट भएको छ है। जस्तै अब कसरी रेकर्डिङ स्टार्ट हुन्छ भन्यो भने जस्तै अब मैले कुनै किसिमको भिडियोहरू अथवा गर्नु पऱ्यो भने त्यस्तो अवस्थामा चाहिँ हामीले मानौँ मैले चाहिँ यो भिडियो छ भने यो भिडियोलाई स्क्रिन रेकर्ड गरेँ हैन भने भयो कि नै भने यसलाई चाहिँ ग्यालरीमा कसरी आउँछ भनेर हेर्नु पऱ्यो भने हामीले हेर्न सकिन्छ। जस्तै अब यो भिडियोलाई मैले अफ गरेँ र स्क्रिन रेकर्डलाई पनि अफ गरेँ भने यो चाहिँ हाम्रो ग्यालरीमा आएका हेर्ने एकछिन चेक गरौँ। ग्यालरीमा हाम्रो आछ यहाँनिर हेर्नुभयो भने यो चाहिँ विथ भोइस सहित आउँछ। यसरी चाहिँ हामीले स्क्रिन रेकर्ड गर्न सकिन्छ। हस्, थ्याङ्क यू।